दिदी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ एकदमै सन्चै र गर्मी छ क्या होइन एकदमै गर्मी बढी छ खाना पकाउन लानु भयो क्या पकाउँदैछु ए भान्जाहरू यहीँ रहेछन् होइन हजुर ठिक छ बाबु पनि ठुलै भएछन् पुरै डाक्ला अनि दिदी त्यो म त यो गाउँमा हिजो आएँ हजुर गाउँ एकदम घुमघाम भइरहेछ रमाइलो लागिरहेछ हजुर त्यो रुपेको त बिहा भइसक्यो त होइन थाहा पाउनु भएको थियो हजुर अनि देख्नु भयो नानीलाई देखेको ए त्यस जोडी राम्रै छ एकदम राम्रो हाम्रो कहाँबाट चाहिँ बिहा गरे यी खलङ्गादेखि अरे खलङ्गादेखि अरे हजुर ए त्यस राम्रै भएछ हजुर हाम्रो त्यो हिजो त यसो अलरेडी सुन्थेँ म त त्यो फेरि दलित भएर छेत्रीको छोरी ल्यायो भन्ने हजुर मैले पनि त्यस्तै सुन्थेँ अनि अब अरू अरू पनि के भने सुनेको थिएँ र हजुर छुट्टो पाडौँ जस्तो पनि हुन त अब यही त हो दलित भएर छेत्रीको छोरी बिहा गर्दाखेरि होइन अलिक गाह्रो साह्रो पर्ला तर राम्रै होला हामी त राम्रै सोच्ने हो होइन राम्रै देश परिवर्तन अहिले त नयाँ सरकार पनि आछ बालन सरकार हजुर त्यो माफी पनि माग्यो भने कस्तो मागेरी उसले त्यो नेपालको दलित बहुरीलाई माफी मागेर राम्रो भयो होइन अब त्यही अनुसार दलितले अब छेत्रीले दलितलाई बिहा गर्न सुरुवात भयो होला के होइन त्यो भएर एकदम राम्रो हुन्थ्यो होइन राम्रो धेरै खुसी एकदम हो खुसी लाग्यो अब परिवर्तन के हुन्छ कि हुन्छ कि ए भनेपछि अब राम्रै होला जे होस् अब दलितले तपाईँको छेत्रीको छोरी बिहा गर्न लागेछन् होइन हजुर बिस्तारै राम्रै होला राम्रै हुन्छ होला अब यही राम्रो कामना छ हाम्रो दिदी हजुर हाम्रो त्यही ल चाहिँ छोरी दिदी है ल ल हुन्छ न साला रुपे पहिले हामी जस्तो केसी बाहुनको छोरीले बिहा गर्ने कि बालेन सरकार आ भनेर बालेन सरकारले दलितहरू कुरा माने भनेर तैँले बिहा गर्ने साला पक तँलाई तयारीमा छु पक हेलो दाइ रुपियाँले बिहा गरेछ क्या हाम्रो छोरी चेलीलाई के गर्ने भन्नु त हान्ने ल दाइ ल म तयारी अवस्थामा छु ल हाने मैले हाने ल हानिसकेपछि म फोन गर्छु छैन यहाँ भाग्यो अस्ति ल हुन्छ दिवा छैन गएको घाँस काटेको छ